सो हे गाइज वेलकम टु माई एनदर भिडियो र आजको मेरो भ्लगमा फेरि पनि तपाईँहरूले स्वागत गर्न चाहन्छु। र आजको मेरो भ्लग चाहिँ सुरु हुँदैछ मेरो साथीहरूसँग वार्मअप गर्दैछ है। लकडाहरू वार्मअप गर्दैछ र यो चाहिँ वार्मअप चाहिँ एकदम सही हुन्छ रनिङ गर्नुभन्दा अगाडि चाहिँ र एकदम राम्रो हुन्छ र केटाहरूले सिकाउँदैछ। अब वार्मअप त गर्नै पर्यो है। ल केटाहरू वार्मअप गर्दैछ र म पनि हल्का चाहिँ गर्नु पर्यो साथीहरू है। र परबाट मेरो साथीहरू पनि आउँदैछ दुईजना केटाहरू रनिङ गर्दैछ। गाइज फेरि पनि हामी आइसकेको छ हैन। अब हाम्रो केटाहरू चाहिँ यहाँनिर वार्मअप गर्दैछ। अब हामी यहाँ वार्मअप सकिन आँट्यो हाम्रो। अब जस्तै 5 मिनट पछि चाहिँ हामी यहाँदेखि रनिङको लागि लागिन्छ। हामी आज 2 जना 4 जना 6 जना 8 जना हामी आज फेरि एकजना न्यू मेम्बर थपेको छ। हाम्रो न्यू मेम्बर के अरे मिक्साङ लिम्बू अनि हाम्रो काइला यहाँनिर अनि हाम्रो आयुष अनि हाम्रो साथीहरूको त नाम नै थाहा छैन। मिक्सो अनि ऊ चाहिँ उसको सौगात अनि उसको सुशान्त सनम अनि उसको दिनेश। ल हाम्रो सरहरू यहाँ हुनुहुन्छ अनि मान्छेहरू यहाँनिर आउँदै जाँदै केटाहरूलाई लाज पनि लाग्छ क्या। अब अलिअलि हाम्रो हुँदैछ। अब यहाँदेखि चाहिँ वार्मअप सकेपछि चाहिँ हामी लाग्छ। केटाहरूको वार्मअप यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। हाम्रो काइला भ्लगलाई सपोर्ट गरिदिनु होला। ल केटाहरूलाई नआएर अहिले गर्दैछ। यो चाहिँ समर्पित हस्पिटल मासतिर जहिले हाम्रो यहीँदेखि सुरु हुन्छ यो रुट चाहिँ। अरे दाइ कता? ए हुन्छ दाइ। केटाहरूको चाहिँ जानेर ल तपाईँहरूसँग अब ठ्याक्क रनिङ हान्दाखेरि भेटिन्छ। सो फाइनली गाइज हामी चाहिँ रनिङ गरेर आइसकेको छौँ र साथीहरू चाहिँ अगाडि नै छ। र आज चाहिँ गाइज नन स्टप 2 किलोमिटर हान्यो हामीले होइन। फिदिमबाट यो सामदिन वरासम्म है हामीले आज त्यहाँसम्म रनिङ गऱ्यो। र केटाहरू जहिले यतैसम्म आउँछ रनिङ गरेर चाहिँ ठ्याक्कै म तपाईँलाई देखाउने छु। ठ्याक्कै केटाहरू चाहिँ अगाडि नै छ, म पनि यहीँ छु। रनिङ गऱ्यो आज र आज चाहिँ अलि छिट्टै रनिङ हान्यो है। केटाहरू चाहिँ यतै छ। विनोद गाइज यहाँबाट चाहिँ फिदिम मजा दामी देखिन्छ है, देख्न सक्नुहुन्छ। हामी चाहिँ फिदिमको माथि आएको छौँ। ल केटाहरू चाहिँ यहाँ छ र ऊ पढाएको चाहिँ स्मृति पार्क हो है गाइज। यो चाहिँ स्मृति पार्क हो, हल्का जुम पनि। र गाइज साथीहरू चाहिँ छ र देख्न सक्नुहुन्छ गाइज हजुरहरूले है। यहाँबाट चाहिँ फिदिम देखिन्छ र त्यति एकछिन ल। सो फाइनली गाइज हामी आइसकेको छौँ स्मृति पार्कमा र हामी रनिङ गरेर यहीँसम्म आउँछौँ। र साथीहरू चाहिँ एक्सर्साइज गर्दैछ, म तपाईँलाई देखाउने छु। र हाम्रो टार्गेट भनेको चाहिँ यहीँसम्म हुन्छ है गाइज, तल फिदिमबाट। केटाहरू चाहिँ एक्सर्साइज गर्दैछ है। ल ल ल केटाहरू
क्या सायद थाकियो पनि होइन गएर डाइट त लिनुपर्छ होइन अब चाहिँ साथी हो खानी गरे कस्तो भन्यो नि डाइट के लिन्छौ डाइट चाहिँ हाम्रो फर्स्ट अफ अल हाम्रो ओरेन्ज हैन ओरेन्ज चाहिँ हाम्रो आफ्नै करेसाबारीमा फलेको आफ्नै कलेसाबारीमा फलेको एकदम लोकल अर्ग्यानिक हामी लिने गर्छौँ त्यही त भनेको ल सनम रिसाउँदै त थिएन केटाहरू खोइ घर हतार भनेर त जानुपर्छ नि यार त्यति मात्रै भन्नु पर्छ केही भनेन त भयो 12 चोटीमा चाहिँ हाल्नु बङ्गै ठोक्यो हामी बसेको लिएर र गाइस हामी चाहिँ यता आएको छौँ र यता त्यो साथीको चेस्ट हल्का यस्तो पनि हानिदेऊ न त भक लगाइ छुटिन्छ है गाइस उसको चाहिँ पहिले जिम पनि जान्थ्यो खतरा छ नि साथीको यता चाहिँ फेरि म साथी होला